धन्य हो त्यो मानिस जो दुष्टहरूको सलामा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। तर परम प्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ, र त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्छ। धन्य हो त्यो मानिस जो दुष्टहरूको सलामा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। त्यो खोलाको किनारमा रोपेको बोटस्तै हुन्छ, त्यो खोलाको किनारमा रोपेको बोटस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिले ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ।